जिल्लालाई 2 भागमा प्रतिनिधि सभा विभाजन गरे जस्तै प्रदेश सभा भने 4 भागमा विभाजन गरिएको छ। प्रतिनिधि सभा 1 को अन्तर्गत बारविसे नगरपालिका, त्रिपुरा सुन्दर गाउँपालिका, रिसङ्गुपाखर गाउँपालिका र भोटेकोसी गाउँपालिका रहेका छन् र यसको प्रतिनिधित्व भने मसिना खड्का भण्डारीले गर्नुहुन्छ। प्रतिनिधि सभा 1 को खमा भने चौतारा साङ्गाजोगढी नगरपालिका, सुनकोशी गाउँपालिका, जुगल गाउँपालिका, बलेफी गाउँपालिका पर्दछन्। यसको प्रतिनिधित्व भने सरल सयात्री पौडेलले गर्दै हुनुहुन्छ। त्यसै गरी प्रतिनिधि सभा 2 को क अन्तर्गत चौतारा साङ्गाजोगढी नगरपालिका, इन्द्रावती गाउँपालिका, मेलम्ची नगरपालिका पर्दछन्। यसको प्रतिनिधित्व भने युवराज दुलाल शरदले गर्दै हुनुहुन्छ। त्यसै गरी प्रदेश सभा 2 को खमा मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाम्पाल गाउँपालिका पर्दछन्। यसको प्रतिनिधित्व भने समीर तामाङले गर्दै हुनुहुन्छ। त्यसै गरी प्रदेश सभामा सिन्धुपाल्चोकबाट समानुपातिक प्रतिनिधित्व पनि गर्नुहुन्छ। समानुपातिक प्रतिनिधिमा सिन्धुपाल्चोक लिसङ्गुपाखर गाउँपालिकाका एमालेबाट माइली तामाङ र मेलम्चीका रापरपाबाट कुमारी तामाङले सिन्धुपाल्चोकबाट बागमती प्रदेश सभामा समानुपातिक प्रतिनिधित्व गर्नुहुनेछ।